हामी कुर्सीमा बसेर भिडियो बनाइन्छौँ। अब कार्तिक लाल अब हामी त्यो गर्न भ्यान्न। अब हामी काम गर्नुपर्छ कृषक हो। तर हाम्रा विचार हामी रोकिनुहुन्न। आज यो कृषि गर्दा गर्दै आज फेरि हजुर हामी हैन यो राजनीतिक विश्लेषण केही देशका व्यक्तित्वहरूको विषयमा हामी कुरा गर्न गइरहेका छौँ। अब त्यसमा चाहिँ हजुरले अब केही धारणा राख्नुपर्छ। केही दिन पनि भइसक्यो तपाईँ नयाँ अपडेटमा नि हुनुहुन्छ, पोखरा नि गराउनु भयो हैन। अबका दिनमा यो देशको परिस्थिति राजनीति कता जाला जस्तो लाग्छ हजुरलाई? अब यसको दिन नै एकदम विचार पुरा परिवर्तनशील जस्तो यो मिलोस् क्या हजुरले भविष्यवाणीहरूको मिल्छ। आजको भोलि, भोलिको पर्सि यहाँ सबै कुराहरू अब हिजोको कुरो आज फरक छ, आजको कुरो भोलि फरक छ हैन, भोलिको कुरो पर्सि फरक छ। त्यो देखियो छ। अब विशेष चाहिँ छोटकरीमा धेरै लामो जाने अब भनेर हालिराखेर पनि केही हुने होइन होइन हो। कुरो के हो भने अब अहिलेको जनताको सबैको माग जेएनजीको आन्दोलनको उद्देश्य पनि सुशासन, भ्रष्टाचार हैन, मुक्त समाज, मुक्त देश भनिएको। अब अहिले जेएनजीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जनताद्वारा भनेर फेरि एउटा आवाज उठेको छ। केही आवाज अनुसार जानुपर्ने हुन्छ, किनभने यहाँभन्दा अगाडि यही संविधान अनुसार जुन अहिले बनाएको सरकार छ अन्तरिम, त्यसले यही संविधानमा टेकेर गर्ने चुनावले अब कुनै निकास चाहिँ दिँदैन है, दिँदैन। किनभने के अर्थै छैन क्या। हिजो केपी ओलीको सरकार गयो, अहिले अन्तरिम सरकार 6 महिनाको लागि सुशीला कार्कीको आयो। फेरि पनि